हेलो दर्शकबिन सबैजनालाई नमस्कार। र हाम्रो साना साना भाइ बहिनीहरू छन्, धेरै अहिले घरका दिदी बहिनीहरू छन्, बुहारीहरू छन्, भिडियोहरू बनाउँछन्, नयाँ नयाँ जो आउनुभएको छ तपाईहरुको लागि है। तपाईहरुले भन्नुहुन्छ कन्टेन्टै छैन के बनाउनु भन्नुहुन्छ, शरम लाग्छ भन्नुहुन्छ। शरम गर्नु हुँदैन त, पुरा खुल्लामा निक्लेर भन्नुपर्छ, बोल्न सिक्नुपर्छ, एकदम भन्दै जानुपर्छ, कन्टेन्ट आफै निक्लिहाल्छ। अरु छोरी मान्छेको छोरी बुहारीको लागि त कन्टेन्ट केही पनि चाहिँदैन बाहिरको, आफ्नो घरको जो डेलीको लाइफ रुटिन हुन्छ त्यसैलाई देखाउँदा हुन्छ। बिहान उठेर एक्टिभिटी, आफ्नो काम धन्दा यता उता सारा त्यही हाल्दा भइहाल्यो। मेन राम्रो राम्रो चिज हाल्दा भयो। जस्तो फ्रेस भएको बादमा अनि यो गर किचनमा हाल, किचनको मजाले चाहिँ किचनमा जे पनि बनाउँछ रेसिपीहरुको हाल क्यामेरा लगाएर। बस किचनमै भिडियो बन्छ छोरी बुहारीहरुको, कोही बाहिरको कन्टेन्ट ल्याउन जरुरी नै छैन। कन्टेन्ट एभेलेबल छ, बस आफ्नो सोच्नुको उपरमा हो। सुरुमा शरम लाग्छ, लेकिन शरमलाई लाहे भगाउनु पर्छ र भिडियो गर्नुपर्छ। एकदम बिन्दाज हुन्छ, गर्नु मजाले भिडियो र एक दुसरेलाई सपोर्ट गर्नु। कोही पनि भिडियो अगाडि आउँदाखेरि लाइक शेयर कमेन्ट गर्नु, हामी पनि लाइक शेयर कमेन्ट गर्छौं। त्यसरी एक दुसरेले सपोर्ट गरी यो भिडियो चाहिँ बनाउनु पर्छ र हामी अगाडि बढ्न सकिन्छ। र छोरी बुहारीहरु बहिनीहरुले पनि राम्रोसँग बनाऊ, राम्रो छ भिडियोहरु तपाईहरुको म हेर्दै छु र तपाईहरुले राम्रोसँग बनाउनुस्, एकदम हिम्मत गरेर बनाउनुस्। अरु कन्टेन्ट त घरमै छ, तपाई बाहिरको कन्टेन्ट लिनु दरकारै छैन तपाईहरुलाई। छोरी बुहारीहरुको लागि उल्टा भन्नु भने छोरा मान्छेको लागि दिगदार छ। छोरा मान्छेले त घरभित्र कन्टेन्ट हाल्न सक्दैन, त उसको लागि के हुन्छ बाहिर जानुपर्छ र छोरी बुहारीको लागि बहुत राम्रो महत्त्वपूर्ण छ।